आयो है आयो तपाईले रोजे जस्तो खोजे जस्तो आकर्षक काठमाडौँको तारकेश्वर नगरपालिका वार्ड नम्बर 5 खुलाली टारमा आकर्षक जमिन आयो। 3 आना 3 पैसा जमिन छ, हाइटमा छ, आकर्षक छ, दलाललाई कमिसन दिनु पर्दैन, सिधा जग्गा धनीसँग सम्पर्क गरे पुग्छ। नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, जमिन आफ्नो बनाउनुहोस्। घरजग्गानेपाल.com को वेबसाइटमा आज तपाईलाई काठमाडौँको तारकेश्वर नगरपालिका वार्ड नम्बर 5 फुटुङमा लिएर आएका छौँ। नागपोखरीबाट करिबन 300 मिटर तलतिर झरेपछि तपाईँ कामना टोल उपभोक्ता समितिको गेट देख्नुहुनेछ। यदि रोजबेरी स्कुलबाट आउनुभयो भने करिब 50 मिटर अगाडि उत्तर आएपछि फेरि पश्चिमपट्टि कामना टोल उपभोक्ता समितिको गेट देख्नुहुन्छ। यहाँबाट करिब 50 मिटर भित्र पसेपछि हामी बिक्रीको जग्गामा पुग्नेछौँ। हामी अगाडि आयौँ, यो कालो गेट छ नि, यसबाट ठिक्क अगाडि बढेपछि हामी बिक्रीको जग्गामा पुग्नेछौँ। 13 फुटको बाटो छ, हाइटमा छ, सिधा पूर्व फर्किएको। ल हेर्नुहोस् त, 3 आना 3 पैसा जमिन छ। कति राम्रो जमिन, हाइटमा छ, न पुर्नुपर्छ न माटो फ्याक्नुपर्छ। ग्राभलिङ बाटो, पूर्व फर्किएको जमिन, 3 आना 3 पैसा, आकर्षक। ल हेर, कति राम्रो जमिन छ। अब यो जमिन तपाईँको नउम्काउनुहोस्। दुवैतिर घर बनिसकेको छ। अहिले म सिधा पश्चिमबाट उत्तरतिर तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् त, दुवैतिर घर बनिसकेको छ। अब घर बनाउने पालो तपाईँको। सिधा म पूर्वतिर गएँ। यो बाटो 13 फुटको हो, तपाईँको हिँड्ने अबको बाटो यही हो। वरिपरि घर बनिसकेका छन्। हेर्नुहोस् त, पर घर बनिसकेका छन्। अब घर बनाउने पालो तपाईँको। जमिनबाट सिधा पश्चिमतिर हेर्दा यिनै दृश्यहरू देखिन्छन्। ल हेर्नुहोस्, मैले अघि भनेको छु, दुईपट्टि घर बनिसकेको छ। अब घर बनाउने पालो तपाईँको। कति सुन्दर जमिन, उज्यालो छ, घमाइलो छ, रमाइलो छ, घाम कसैले छेक्दैन। हाइवेको नजिकै याद गर्नुहोस्, रोजबेरी स्कुलभन्दा अलिकति मास्तिर आएर सिधा कामना गेटबाट सिधै छिरेपछि तपाईँ ठ्याक्कै कसैलाई नसोधी यो जमिनमा आइपुग्नुहुनेछ। यति राम्रो जमिन त देखाउनु भयो, तर परिणाम के हो भन्नुहोला। ढल, पानी, बिजुली सबै थोकको व्यवस्था छ, मात्रै तपाईँको घर बनाएर बस्न मात्रै खाँचो छ, अरू खाँचो पुरा भइसकेको छ। यति राम्रो जमिन त देखाउनु भयो, अझै बाटो प्रष्ट पारिदिनुहोस् न भन्नुहोला। रोजबेरी स्कुल आउनुहोस्, त्योभन्दा 50 मिटर मास्तिर आएपछि कामना गेट छ। कामना गेटबाट सिधा भित्र करिबन 50 मिटर पस्नुहोस्, यो जग्गामा ठ्याक्कै आइपुग्नुहुनेछ। यति राम्रो जमिन त देखाउनु भयो, दाम कति हो नि भन्नुहोला। दाम तपाईँले सोचे भन्दा धेरै सस्तो छ। एकपटक फोन गरेर दाम सोध्नुहोस् त, दाम सुनेर तपाईँ छक्क पर्नुहुन्छ। त्यति सस्तो जमिन छ। ल है, तपाईँले नउम्काउनुहोस्। तपाईँको जमिन मात्र होइन, तपाईँका छिमेकीको घर पनि हेर्नुहोस्। ल हेर्नुहोस् त, यी तपाईँका छिमेकीका घर हुन्। मैले अघि पनि भनेको छु, दलाललाई कमिसन दिनु पर्दैन, सिधा जग्गा धनीसँग सम्पर्क गरे पुग्छ। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, जमिन आफ्नो बनाउनुहोस्। कामना गेटबाट आउने बाटो यही हो, सिधा यो बाटो नछोडी आउनुहोस्। यो घरको ठिक पछाडि। ल हेर्नुहोस् त, दुईटा घरको बिचमा खाली जमिन। तपाईँले कसैलाई सोध्नै पर्दैन, सिधा आउनुहुन्छ, जमिन ठ्याक्कै देख्नुहुन्छ। जमिनको चारैतिरबाट मैले तपाईँलाई जमिनको फोटो र भिडियो देखाएँ। अब सिधा आएर हेर्नुहोस्, कुरा मिलाउनुहोस्। हस् त, अहिलेसम्म हाम्रो फोटो र भिडियो हेरिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते।